प्लाटिनियम जुबली 11 GR-मा हामी घुम्न गएको बेलामा 11 GRC-मा हामीले फोटो खिचेको स्मृतिको रूपमा हामीले राखेका छौँ। यो 2017 सालबाट लिएर 2024 सालसम्मको त्यतिखेर छोरा सेन्टरमा थियो र अहिले पल्टनमा यो 11 GR-मा खिचिएको फोटोहरू सबै सङ्कलन गरेर एउटा स्मृति स्वरूप राखेका छौँ। लक्ष्मी बहिनी र बुढी मान्छे र हाम्रो शिव साहब हुनुहुन्छ, उहाँ छोरासँग जेसस मेसमा खिचेको परिवार र गुम्बा चोक र त्यतिखेर हाम्रो साहब हुनुहुन्थ्यो र बाबु छोराको तस्बिर यो सेन्टरमा सबै लिएको र सेन्टरमा हाम्रो मेरो स्टुडेन्टहरू पनि छन्। यहाँ बाबु छोराको तस्बिर र यहाँ सबै साहबहरूसँग खिचेको देहरादुनबाट पाल्नुभएका पुरानो साहबहरू पनि छन्। यो हामी घुम्न जाँदाखेरि हामी दाजुभाइको फोटो खिचिएको छ र यहाँ हामी पार्टीमा रहँदाखेरि भान्जीसँग खिचेको यो मेरो नम्बर यो सागर राई दार्जिलिङको हुनुहुन्छ र यहाँ हाम्रो शिव साहब हुनुहुन्छ र साहबहरूसँग लिएको तस्बिर। यिनीहरू मेरो चेलाहरू हुनुहुन्छ, सबै चेलाहरू पनि यहाँ हुनुहुन्छ र हामी जाँदाखेरि स्वागत गरेको र हामी ताजमहल घुम्न जाँदाखेरि केही तस्बिरहरू पनि कैद गरेर राखेको एउटा यहाँ हामी छोरी पनि छ र यहाँ ताजमहलमा बुढाबुढीको फोटो खिचेको र यहाँ एउटा स्मृति स्वरूप राखेका छौँ। यो गर्नलाई एउटा अरू त केही होइन, हामी घुम्न जाँदाखेरिको त्यो बेलाको हाम्रो मेरिना छोरी यहाँ बुढाबुढी बसिरहेका छौँ र यो पार्कमा लिएको फोटो हो लखनऊमा र यहाँ हामी घुमिरहेका छौँ। लक्ष्मी बहिनी पनि देखिँदैछ र यहाँ पार्क घुमेर मायावती सरकार हुँदाखेरि बनाइएको र यहाँ घुमियो। हाम्रो रमेश साहब पनि हुनुहुन्छ, पछाडि देखिँदैछ र बुढाबुढी यहाँ भित्र प्रवेश गर्दाखेरि र हाम्रो तारा बहिनी पनि र द्वारमा यहाँ खिचेको फोटो त यहाँ हाम्रो 1200 वाला गुरुजीहरू यहाँ नेपाली पोसाकमा र यहाँ ब्रेकफास्ट खान जाँदाखेरि हाम्रो शिव साहब हुनुहुन्छ, शिव साहबसँग लिएको तस्बिरहरू हाम्रो एसएम साहब र यहाँ हाम्रो 11 GR-का साहबहरू र केआरएम साहब पनि हुनुहुन्छ। केआरएम साहब दार्जिलिङमा हुनुहुन्छ। यहाँ बुढो पार्टीहरूसँग फोटो खिचेको र यहाँ हाम्रो धर्मबाट रहेका हाम्रा दिदीबहिनीहरूसँग पनि मेम साहबहरूसँग फोटो लिएका छौँ र यहाँ सबै प्रायः जसो नेपालबाट गएका प्रायः ज्यादा यहाँ हाम्रो पल्टनका साहबहरूसँग खिचिएको फोटोहरू पनि छ। यहाँ स्मृति स्वरूप राखिएको छ र यहाँ दाइमा छोरी र यहाँ लक्ष्मी बहिनीसँग सबै फोटो खिचिरहेको छ लखनऊको स्मृतिका लागि। र धेरै दिन हामी त्यहाँ हाम्रो धनु नानी उहाँको श्रीमान् उहाँ छ, हाम्रो थर्ड लेभलको एसएम साहब हुनुहुन्छ उहाँ र यहाँ हामी गफ गरिँदैछ। खाजा खाने बेलामा हामी यहाँ यस गार्डनमा भएको थियो। हामी पुग्दाखेरि हामीलाई स्वागत गरेका थिए। हामी गोर्खा होटलमा रहेका थियौँ। हाम्रा गुरुजी हामीलाई रिसिभ गर्न आएका थिए र उहाँ एमएनसिएस हाम्रो ब्रिगेडियर साहब सिबी साहबहरूसँग यहाँ फोटो खिचिएको छ। पुरानो साहबहरूसँग उहाँ र यहाँहरूसँग एउटा स्मृति स्वरूप खिचिएका फोटोहरू मैले युट्युबमा हाल्दैछु
यो एउटा जीवन्त रहनेछ। हाम्रा भाइ बहिनीका भाइहरू, हाम्रो दार्जिलिङका हाम्रा गुरुजी, हाम्रो आरपी होलदार र यहाँ यो कहिले पनि नमेटिने गरेर हामीले स्मृतिको चिन्हहरू राखेर राख्दैछु। यो समाधि स्थल छेउमा लिएको तस्विरहरू। यहाँ हाम्रा साहबहरूसँग हाम्रो जितु साहब हुनुहुन्छ, उहाँ यहाँ सेन्टरमा लिएको। हाम्रो भाइहरूसँग भतिजहरूसँग लिएको फोटोहरू पनि यहाँ कलेक्ट भएका छन्। यो जेसस मिस उहाँ पार्टी हुँदाखेरि ल्याएको तस्विर। हाम्रा गुरुजीहरू, साहबहरू र यहाँ बहिनीहरू छ। हाम्रो पल्टनका गुरुजीहरू, यो मेमोरियलमा लिएको फोटोहरू यहाँ खिचिएको छ। यो ग्रुप फोटो एकदमै मसिनो आएको छ र यहाँ हाम्रा साहबहरू हुनुहुन्छ, सकिल चौहान साहब, र यहाँ फोटो लिइएको छ। र यहाँ यसरी लिइएको फोटोहरू हामीले राखेका छौँ। हाम्रो साहब आज देवगन्त हुनुभयो, उहाँको आत्मालाई चिर शान्तिको कामना। र सन्दीप